रवि लामिछाने भन्ने मान्छे सहकारीबाट प्राप्त हुने रकम नखाइकन बसेका छन्। त्यो पैसा अपचलन उनले गरेका छैनन्। त्यो ठगी कार्यमा उनको संलग्नता छैन भनेर मैले मेरो ब्रह्माले भन्न सकेन, मेरो गटले भन्न सकेन। कुन कानुन व्यवसायी, कुन कानुनको विज्ञ, कुन प्राध्यापक आउँछ म पाना पाना देखाइदिन्छु। नमस्ते साथीहरू, हैन पहिला चाहिँ मैले हैन धेरै नै म बिग फ्यान थिएँ रवि लामिछानेको, अनि मैले धेरै भिडियोहरू पनि बनाएको थिएँ रवि लामिछानेको बारेमा, राम्रो काम गरेको हो भनेर। पहिला कुनै कामहरू, राम्रो कामहरू पनि गरेको थिएँ, त्यही भएर चाहिँ म एकदमै उसको समर्थक थिएँ। तर आजभोलि यो काण्डहरूले गर्दाखेरि हैन मलाई बेकार लाग्न थाल्यो कि बेकार म सपोर्ट गरेको छु जस्तो लाग्छ, हैन बेकारमा चाहिँ हैन यस्तो गरेछु जस्तो लाग्छ। र सबैजना सचेत हुनु होला। मलाई लाग्छ अब चाहिँ रवि लामिछाने चाहिँ त्यस्तो राम्रो मान्छे चाहिँ हो जस्तो लागेन। सबैजना अब रवि लामिछानेज्यूलाई समर्थन गर्ने साथीहरूलाई अब नराम्रो पनि लाग्न सक्छ होला, तर पनि मलाई चाहिँ अहिले चाहिँ आएर चाहिँ विभिन्न त्यो काण्डहरू अनि त्यो मुद्दाहरू यसरी हेर्दै जाँदाखेरि त मुद्दा त 8-9वटा 10वटा मुद्दाहरू रहेछ। त्यसमा पनि सानो सानो मुद्दाहरू भए त हुन्थ्यो नि, हैन हेरौँ त सहकारी ठग हैन त्यस्तो खालको मुद्दाहरू, अनि अरू त धेरै छ नि त्यस्तो मुद्दाहरू कति छ। अनि हेर त एउटा गरिब दुखीले कमाएको पैसा लुटेर हैन अनि जेलमा त्यतिकै त पस्दैन त, हैन के कारण बिना त जेल जाँदैन रवि लामिछाने, हैन कारणले त होला नत्र भाइ। अनि अहिले चाहिँ रासपाको साथीहरूले चाहिँ अब बालेनलाई प्रधानमन्त्री बनाउने भनेर चाहिँ बालेनसँग चाहिँ अब सहकार्य गर्ने भनेर बालेनलाई प्रधानमन्त्री बनाउने भनेर अगाडि बढिरहेका छन्। त्यसबिचमा अब यदि बालेन शाह आउनुभयो भने पनि मलाई चाहिँ लाग्छ बालेन शाह पदको लोभले मात्रै आउनुहुन्छ क्या त्यहाँनिर, किनभने उहाँले पनि बुझ्नुभएको होला रवि लामिछानेज्यूलाई र कस्तो मान्छे र कसरी रासपाले के गर्दैछ भन्ने कुराहरू। अब रासपामा पनि धेरै राम्रो साथीहरू पनि छन्, हैन धेरै राम्रो अब विकासमा हैन पूर्वाधारहरू भएको मान्छेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ नराम्रो भनेको होइन। तर जुन मेन अब नेता नै अब त्यस्तो भएपछि चाहिँ अलिकति रासपालाई चाहिँ अप्ठ्यारो नै हुन्छ। कि त रवि लामिछानेलाई रासपाबाट हटाउनु पर्यो, हैन त्यस पछाडि बालेन शाह आयो भने चाहिँ यदि लिड गर्यो भने चाहिँ राम्रो हुन्छ। नत्र रवि लामिछाने नै अब राष्ट्रपाको त्यो भइरह्यो भने चाहिँ बालेन शाह आएर पनि केही पनि हुँदैन गाइज, हैन बहुमत आउँदैन। बहुमत नआएपछि यहाँनिर चाहिँ अब कुनै पार्टीले पनि सरकार बनाउनु पाउँदैन। सरकार बनाउनु नसकेपछि त्यही चल्ने हो प्रक्रिया, हैन त्यस्तै प्रक्रियाहरू चल्छ, त्यसरी नै जान्छ, हैन विकास हुँदैन। गर्नु खोजेको पनि अर्कोले भत्काइदिइहाल्छ, हैन बहुमत आयो भने त उसको सरकार बन्छ, उसले मनले चाहेको जस्तो उसको निर्णय अनुसार नै गर्नु पाउँछ, हैन। अहिले हर्क साम्पाङ राई ज्यू पनि अगाडि बढ्दै हुनुहुन्छ र यस्तै गतिविधिले हो भने यदि श्रम संस्कृति पार्टीमा पनि बहुमत आउँदैन, निश्चित छ त्यो कुरा चाहिँ, हैन। त्यही भएर बरु हामीले अब चाहिँ सबैजना मिलेर हाम्रो देशको माया गर्ने मान्छे, देशलाई माया गर्ने मान्छे, हैन त्यसले गर्दाखेरि चाहिँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईज्यू अहिले कुनै पनि मुद्दामा पनि उहाँ चाहिँ एकदमै क्लियर हुनुहुन्छ। कुनै घोटाला पनि छैन, कुनै भ्रष्टाचार पनि छैन, हैन सबैजनाले पनि चिनेकै बुझेकै छन्। केही नराम्रो बोल्यो भन्दैमा त्यहाँनिर चाहिँ अब उहाँलाई चाहिँ विभिन्न गालीहरू पनि गरेको छ, त्यो कुरा खासै ठुलो कुरो होइन, हैन त्यो एउटै फ्यामिली जस्तो। उहाँले त अब जनताको आवाजहरूलाई उहाँले खुलाउनु भएको छ नि त, व्यक्तिगत उहाँको प्रसङ्गले त कुराहरू गर्नुभएको छैन, कुनै कुरा व्यक्तिगत तरिकाले भनेको होला। कसै जनताहरूले सोध्न चाहेको प्रश्नहरू चाहिँ उहाँले सोधिरहनु भएको छ, त्यस्तो प्रश्नहरू, हैन त्यो कुराहरूले चाहिँ अब हामी जनतामा चाहिँ अलिकति नराम्रो तरिकाको त्यो एउटा भाव हैन उत्पन्न हुन्छ जस्तो लाग्छ। तर पनि हर्क साम्पाङ राईज्यूलाई नै अबको आउने दिनहरूमा चाहिँ जिताउनु पर्छ क्या। श्रम संस्कृति पार्टीले यदि बहुमत ल्यायो भने एजेन्डाहरू हैन मजाले चाहिँ काम गर्नु पाउँछ र त्यस पछाडि देशमा चाहिँ विकास हुन्छ। तर यदि हामीले अहिले अब अरू त्यस्तो दाग लागेको पार्टीहरूलाई भोट दियो भने चाहिँ हामीले चाहेको जस्तो देश चाहिँ अझै पनि बन्दैन, नेपाल बन्दैन गाइज। छक्क पर्छु यार।